हेलो हेलो नमस्कार सबैजनालाई तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी न्यू इयर स्पेशल हाइकिङमा जाँदै छौं। त्यसको लागि चाहिँ हामी गाडी चढिसकेका छौं। गाडीको यात्रा भनेको चाहिँ हाम्रो हुन्छ आधी घण्टाको, अनि त्यसपछि चाहिँ हामी त्यहाँबाट चाहिँ हामी हाइकिङ गर्ने ठाउँ आइपुग्छ। त्यहाँ चाहिँ हामी सबै साथीहरु भेला भएर त्यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ। हामी चाहिँ अहिले जाँदै छौं। अब चाहिँ हामी हाइकिङ सुरु हुने ठाउँमा पुगिसकेका छौं। यहाँ चाहिँ अलिअलि साथीहरु आइसक्नु भएको रहेछ। कोही साथीहरु चाहिँ आउन बाँकी नै हुनुहुन्छ। तर आजको मौसम चाहिँ लास्टै चिसो रहेछ। के गर्नु हो, चिसो 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 रहेछ, धेरै चिसो। तर यहाँ अमेरिकाको मौसम चाहिँ भन्नै नसक्ने क्या, कहिले जाडो हुने कहिले गर्मी हुने त केही थाहा पत्तै हुन्न रहेछ। बिचारा के भन्न चाहनुहुन्छ दिदी? के भन्न चाहन्छु भने यहाँ एकदम चिसो चिसो भइरहेछ हैन। वी मिस यु चिया भन्न चाहन्छु। आज त मैले यसको त्यसको डल्ले बनाएर ल्याएको नि चिया मिस गर्यो। कफी अर्डर भन्दा यहाँ चाहिने रहेछ चिया। हेलो ह्यापी न्यू इयर। आज हामी एनएसबाट हाइकिङमा गइरहेको छौं। हजुर अनि हामी ब्रान्डी वाइनमा छौं अहिले। चिसो छ पानी अनि केरा। ल ठीक छ। कति घण्टा खाएको रे? ल हुन्छ दाइ, ल बोल्नु, ल तपाईलाई म भ्लगमा निकाल्दिन्छु। हामी अब भाइरल यता छुट्नु भयो। अब चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ। यहाँ चाहिँ सबै साथीहरु भेला भएर पानी केरा लिएर गयौं। अब हाम्रो यात्रा भनेको चाहिँ हाइकिङ तर्फ। दाइहरुले म्याप हेर्दै हुनुहुन्छ, दाइ र बहिनीले। कुन बाटो जाँदा ठिक होला भन्दै हुनुहुन्छ दाइले। ल हेर्दै गर्नु होला, म तपाईहरुलाई रमाइलो भिडियो देखाउँदै गर्छु। हजुरहरुले चाहिँ साथ नछड्नु होला है त। सिर्जनाको पोज देऊ अझै। नाच न पुरै हो। यो भोलिपर्सि सेतो रङको फ्लावर फुल्छ। त्यो चाहिँ मलाई थाहा छ। ए ल यहाँ त जङ्गलमा नेपालमा पाउने रायो साग जस्तै रहेछ क्या साथीहरु, देख्नुभयो होला हैन। तर यो चाहिँ रायोको साग हैन है। यो चाहिँ पछि एउटा व्हाइट कलरको फुल फुल्छ अरे। त्यो चाहिँ एकजना साथीले भन्दै छिन्, तर मैले चाहिँ देखेको छैन। भएन नि, मेरो दिदीले छुट्नै भएन नि। मेरो चिनेकी दिदी झन् छुट्नै भएन नि।
भ्यू झन् यहाँबाट यहाँ जो छ फोटो खिचौँ न त एउटा खिचौँ न त खिचौँ एनएसएमको फोटो लाई सेल्फी खिचौँ न त एउटा है ल हेर्नुहोस् त साथीहरू यहाँ त पुरा घुँड ताप्रे जस्तो देखिने के रहेछ यस्तो मसिनो मसिनो बिरुवा यसको नाम थाहा छ भने चाहिँ हजुरहरूले कमेन्ट गरिदिनु होला है यहाँ चाहिँ हामीहरू साथीहरू कुर्दैछौँ धेरै जस्तो चाहिँ आइसकेका छौँ 1-2 जना साथीहरू चाहिँ अलि हिँड्न नसक्ने भएर बिस्तारै आउँदै हुनुहुन्छ र त्यसैले हामी चाहिँ उहाँहरूलाई कुर्दैछौँ हाइकिङ सोचेको म त पुरै नेपालको त्यो हुन्छ नि उकालो ओह्रालो कहाँ कहाँ जङ्गल छिर्ने होला भनेको थिएँ जङ्गल त जङ्गल कि यहाँ त पुरा मोटर बाहिर जाने बाटोमा हिँड्ने रहेछ क्या हाइकिङ भनेको म त त्यस्तो सोचेर आएको थिएँ कि यहाँ चाहिँ यस्तो रहेछ कहाँ गएर भेट्ने अनि कता जाने पुग्छु कति धेरै के हो यो जिम्बु जिम्बु यस्तो हुन्छ मलाई त चिन्दिनँ हो खासमा साँच्ची नै यसलाई चाहिँ त्यो छ्यापी जस्तै दालमा झानेर खान्छन् अरे यसको नाम चाहिँ वन लसुन हो अरे है साथीहरू कस्तो प्याज जस्तै बास्ना आउँछ क्या यसको बिरुवा नै त्यो प्याजको जस्तो प्याजको बोट हुन्छ नि प्याजको बोट जस्तै छ अब चाहिँ हामी लाग्छौँ नदीतिर जानु अहिले udah जान्न मन परेको त्यही हो रे हिँड्यो भने त छ अरे अब हिँड्ने कि नहिँड्ने भन्ने कुरो हाम्रो हाइकिङ चाहिँ यहीँसम्म रे अन्त चाहिँ उता नजाने अरे मलाई चाहिँ हिँड्ने जस्तो लागेन भन्दैछु नि मैले पुरा तेर्सै छ क्या तेर्सै हिँड्ने अनि त यत्रो साथीहरूसँग हिँड्दा त गफ गर्दै हिँड्दा त अनि रमाइलो हुन्छ नि त अनि बाटो पनि हिँड्ने जस्तो नि लागेन साथीहरूले चाहिँ यो खोलाको पारीसम्म पुगेर आउन त भन्नुभयो अनि हामी चाहिँ त्यतै लाग्दैछौँ देख्न सक्नुहुन्छ अघि चाहिँ हामी त्यो बिचमा गएर फोटो खिच्दै थियौँ अहिले चाहिँ हामी त पारीबाट आइसकेका छौँ यहाँबाट चाहिँ खिच्नु पर्ने रहेछ क्या फोटो त्यहाँ दामी हजुर पार्किङ लटमा पुग्छ नि
कि त्यही निस्किन्छ कि त हाल्न त हालेको हो कि साथीहरूले चाहिँ यहाँबाट फर्किने भन्नुहुन्थ्यो यताबाट पनि बाटो छ भनेर हामी चाहिँ अब फर्किनको लागि चाहिँ अर्को बाटो फर्किँदैछौँ म यो वाला खान्न अर्को वाला मात्र खान्छु गाह्रो भएको छैन अन्दालाई ठिकै छ मान्छे चाहिँ आँटिलो हो क्या यस्तो मान्छे हाइकिङ आउने भने चाहिँ साँच्ची नै हाम्रो अनिता साथी चाहिँ लास्टै आँटिलो क्या उहाँको चाहिँ 6 मन्थ रनिङ प्रेग्नेन्सी चलिरहेछ अनि उहाँ पनि हामी जस्तै हिँडेर आइरहेको क्या पुरा लगभग हामी 2 घन्टा जस्तो हिँड्यौँ ऊ पनि हिँडिरहेछ क्या मजाले बाघ हो सर बाघ मैले भिडियो खिचिदिरहेको छु जतेन्द्र सर भाइरल हुनुहुन्छ यस्तो वन लसुन यता त पुरै वनै भरि त्यो बिचमा साइडमा त्यो वन लसुन पाइँदो रहेछ क्या हामी चाहिँ त्यही हेर्दैछौँ आस्था दि र समीरन दाईलाई एक दिन हामी बोलाउँछौँ जिम्बुले जानेको दाल खानालाई दाल मात्र रे क्या फेरि खाना चाहिँ घरबाटै लिएर आउनु ल पोटला दाल चाहिँ हाम्रो खाना चाहिँ तपाईँको दाल त छ त झन् जिम्बुले झानेको घिउ हालेको सिस्नु पानीले कसरी नै हान्यो तिमीलाई देख्नुभयो त साथीहरू त्यो अघि देखाएको चाहिँ सिस्नो हो अरे यहाँको अमेरिकामा नि सिस्नो कस्तो हुने रहेछ त अलिक फरक बिरुवा चाहिँ नेपालकोमा पाउने भन्दा अलिकति फरक हुने रहेछ यो बाटो चाहिँ बल्ल हाइकिङ गरेर जस्तो फिल आयो क्या नदीको साइडमा जङ्गलमा हिँड्दैछौँ हामी थकै लाग्छ कि छैन थकै लागेको मान्छे यता छ बिचरा यतिको मान्छे पनि यति हिँडेको चाहिँ मान्नै पर्छ के ल छिर्नु मनको इच्छा सबै पुरा हुन्छ छोरा पाउँछ भनौँ भने अब पुरा भइसक्यो के गर्नु छिरे इच्छा त ज्योतिन्द्र सरको पनि थियो के अनि गाह्रो भइरहेछ लो पुल आयो त्यो के अरे हेर्ने कथामा जस्तो के बाँचियो भन्दै हेर्ने कथामा पुरै हेर्नु ज्योतिन्द्र सरको जुत्ता कस्तो हुँदैछ
नाइकी एयर लाएर आएको हेर्नु त नाइकी नेपालको भन्दा खत्तम नाइकी एयर बरु नेपालमा कम्ती ढुङ्गाको सिडी त हुन्छ यहाँ बिचराले दोहोरी गीतै सुन्दैन कसरी गाउ न तिमीलाई आउने चाहिँ गाउ ल कुनै घर त मेरो भन्ने कुन ए हरिवंशको एउटा थियो नि ल भ्युज पुच्चीलाई देखाएर पुरै भाइरल बनाएर भ्युज कमाउने नाइकी यार नाइकी त्यो हरिवंशको त्यो नि घर त मेरो अमेरिका होइन र भन्ने फाइनली हेड भयो केटा हो भन्नुपर्छ अब गएर न्यू आइन्स्टाइन हो क्या हो टाइम इज सच अ ओके टाइम इज नॉट रिलेटिभ नयाँ नयाँ थ्योरी आउँछ पछिको हर्स प्रोबेटेड यो बनाउनुको कारण चाहिँ के हो भन्नु नि त खतरा माटो नहोस् भनेर यही हो जाने हो जाने हो अब हिँडेर सक्यो कस्तो भयो त दिदी हिँडेर हो रमाइलो भयो भन नि त तिमी नि केही एकदम रमाइलो भयो हामी कता हो साँच्चै नै आजको हाइकिङ चाहिँ एकदम रमाइलो भयो क्या अब चाहिँ हामी लन्चको लागि होटलतिर जान्छौँ सबै साथीहरू आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई मन पर्यो भने चाहिँ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर अनि लास्टमा सब्सक्राइब चाहिँ नबिर्सिनु होला है सब्सक्राइब चाहिँ गरेर साथ दिनु होला है त साथीहरू पुरा म यहाँ छु नि म पुरा यहीँ छु नि आजलाई यति नै बाई बाई एभ्रिवान हेभ अ गुड डे